पाइयो गुरुको पहिलो शब्द सुरुको राम 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 श्री दण्डवत माता धरती पहिला तिमी पर्ती माता धरती पहिला तिमी पर्ती राम 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 मनै गुरुजन दुवै हात जोड्यौँ भन्दै फाँकी छोड्यौँ कति राम्रो विराट सत्कुण्डिएलाको हरिहर देवताको हामीले दर्शन पाएको नारायण राम 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 यही हो कोसेली हरे राम यही हो कोसेली यही हो कोसेली हेर्नुहोस् एकै झल्को सिन्धुली फिकलको यही हो कोसेली हेर्नुहोस् एकै झल्को सिन्धुली फिकलको हिमाल पहाड तराई छन् राम्रो परिवेश सुन्दरताले भरिएको हाम्रो नेपाल देश होइन राम राम साझा फुलबारी ढकमक फुलेको कति राम्रो फुलेको साझा फुलबारी ढकमक फुलेको कति राम्रो फुलेको साझा फुलबारी होइन गायत्री महारेक सँगै शतकुण्डिए हरिहरको कृपाले देवालय बनाइदिए नारायण राम राम भाग्य हुनाले हरे राम भाग्य हुनाले नारायण भाग्य हुनाले पोखरमा आयो सबको दर्शन भयो भाग्य हुनाले छोटो छोटो गरी मैले भजन कीर्तन गाई अधिकार दिनुभयो कथा भन्नलाई नारायण राम राम सानो प्रसङ्ग हरे राम सानो प्रसङ्ग कथा होइन हालको परापूर्व कालको सानो प्रसङ्ग कथा होइन हालको परापूर्व कालको सानो प्रसङ्ग होइन सत्य त्रेता द्वापर कली चारै कलियुगहरू घुम्दै आउँदाखेरि सत्य त्रेता द्वापर कली चारै युग आएको यो कथा भन्नलाई आज मौका पाएको नारद ऋषिमुनि मानस पुत्र थिए
ती ब्रह्माजीका पुत्रले के विचार गरे भनेदेखि यो संसारमा सबैभन्दा सत्यवादी नारी पतिव्रता धर्मका रहेकी कोही छन् कि भनेर खोजी गर्नु पर्यो भनेर नारद ऋषि मुनि नारायण हे राम 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 गाउँथे नारदले हे राम विचार गर्नुभयो नारद ऋषि मुनिले यो पृथ्वी तलमा सत्य लोकमा ब्रह्म लोकमा कैलाश लोकमा जानु पर्यो कोही सती पतिव्रता धर्ममा रहेका त्यस्ता सत्यवती नारी छन् कि भनेर खोजी गर्नु पर्यो भनेर सर्वप्रथम त यसरी गण्डकी किनारमा हरिहर क्षेत्रमा तपस्या गरेर बस्नुभएका तिनै हाम्रा अनसुयाका पति थिए। ती पतिदेवले तपस्या गरेको कारणले अनसुया पतिव्रता धर्ममा रहेकी हुनाले त्यो सानो झोपडीमा नारद ऋषि मुनि नारायण हे राम राम पाउन लागेछन्। हरे राम पाउन लागेछन्, नारायण पाउन लागेछन्। नमानेर शरमा अत्रिजीको घरमा पाउन लागेछन्। नमानेर शरमा अत्रिजीका घरमा पाउन लागेछन्। होइन जब पाउन लाग्न जाँदा अनसुया माताले हाम्रो नारद ऋषि मुनि आज हाम्रो घरमा पाल्नुभयो, कस्तो पवित्र भयो, घरै पवित्र पारिदिनु भयो, के कामले होला हे नारद ऋषि मुनि भनेर सोद्धाखेरि नारद ऋषि मुनि भन्नुहुन्छ म त हजुरहरूको दर्शन गर्न आएको, अब म धाम फिर्ता हुन्छु भन्दाखेरि पनि अनि के भन्छन् भनेदेखि अनसुयाले नारायण हे राम राम त्यसै जान पाइँदैन, हरे राम त्यसै जान पाइँदैन, नारायण त्यसै जान पाइँदैन। के खान्छौ भन नखाइकन त्यसै जान पाइँदैन, के खान्छौ भन नखाइकन त्यसै जान पाइँदैन। होइन यति वचन मिठो बोलेपछि नारद ऋषि मुनिलाई जेवाईको भोजन तयार गरेर मिठा वचनले मिठा स्वभावले खान दिनुभयो। नारद ऋषि मुनि खानुभयो। यति मिठो काहीँ कसैले पकाएको थिएन आजसम्म। अब यी पतिव्रता धर्म रहेकी नारी हुन् क्यारे, अब म यसको जाँच गर्नलाई यति खाएर भएन, अब कहाँ जाउँ लाग्यो र अनि उनी नारद ऋषि नारायण हे राम 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 पुगे वैकुण्ठ, हरे राम पुगे वैकुण्ठ, नारायण पुगे वैकुण्ठ। बसे मुनि मिठो खान्छौ भनी पुगे वैकुण्ठ, बसे मुनि मिठो खान्छौ भनी पुगे वैकुण्ठ। होइन वैकुण्ठमा गएर लक्ष्मी मातालाई प्रणाम गरेर हे माता हालखबर के छ भनेर सोध्नुभयो। माता भन्दिन हालखबर ठिकै छ बाबु, विष्णु भगवान चाहिँ ध्यानमा जानु भएको छ हजुर, के कामले भन्दाखेरि नारद ऋषि मुनि भन्छन् नारायण हे राम राम आमा मलाई भोक लाग्यो, हरे राम नारायण मलाई भोक लाग्यो, इच्छामा केही थिएन खान पाइएन मलाई भोक लाग्यो, यति भनेपछि अनसुयाले पकाएको खाना अहिले खाएर आएको माता लक्ष्मीलाई थाहा भएन र मिठो भोजन 84 व्यञ्जन पकाएर खान दिएको नारद ऋषि मुनिलाई
धेरै देरसम्म खाइरहनु भयो मिठो माने जस्तो लाग्यो र माता लक्ष्मीले पनि हे नारद ऋषि मुनि मैले पकाएको खाना चाहिँ भने कस्तो हो भनेर सोधनी गर्दा नारद ऋषि मुनि भन्छन् नारायण हे राम 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 मिठो भएन जब यसो भनेर लक्ष्मीलाई दोष लगाइसकेपछि नारद ऋषिमुनिले विचार गरे त्यति मिठो खाना यहाँ पनि भएन अब कहाँ जाउँ भनेर विचार गरेको त अब अन्त कहाँ जानु र आफ्नै माता सावित्री कहाँ सत्यलोकमा जानु पर्यो भनेर नारायण हे राम राम दिँदैन मागी जाए भन्दै भन्दै गाए नारायणको जाए भन्दै भन्दै गाए नारायण जब सत्यलोकमा पुगेर माता सावित्रीलाई प्रणाम गरेर हे माता म त अरू कुरा भन्दा पनि भोकलै मरिसकेकी छु हजुरको भान्सामा केही कुरा भएदेखि नारायण हे राम माता पाको पाकेन हरे राम पाकेन नारायण पाको पाकेन खाने कुरा भए भनिदिन्थे जाए